आज यसमा चाहिँ हामी दुई चरणमा कुरा गराउन एउटा एकाडेमिक इनाउन्समेन्ट के छ र फर्दर हाम्रो प्लान वास्तवमा अहिलेको जेनेरेसन जो एआईले हुर्काएको जेनेरेसन छ त्यो बाबु नानीहरू भनेको ग्लोबल लिडरसिपको कन्सेप्टमा डेभलप भइरहेको छ। तपाईँ अहिले हामीहरूले यसलाई मूल्याङ्कन गर्ने हो भने हाम्रो बाबु नानीहरू कुनै पनि छिमेकीको बाबु नानीहरूसँगको कम्पेरिजन अथवा कम्पिटिसन हुनेवाला छैन। अहिले मानव कुनै क्लासमा कक्षा 1मा 2मा भर्ना हुने बाबु नानीहरूले अबको 15 वर्ष पछाडि हैन यो एजुकेसन सिस्टम यो ग्लोबल लिडरसिपको जमानामा जापानमा के पढाइ भइरहेको छ, अमेरिकामा के पढाइ भइरहेको छ, युरोपियन कन्ट्रीहरूमा के छ, एसियन मुलुकहरूमा कस्तो पढाइ भइरहेको छ भन्ने कुराहरूलाई मध्यनजर गरेर यो समाजले यो स्कुलले यो हाम्रो अभिभावकज्यू अथवा हाम्रो शिक्षकवर्गहरूले चाहिँ यसमा अध्ययन नगरिकन बाबु नानीहरूलाई स्टडी गराइयो भने उहाँहरूलाई अन्याय हुन्छ। त्यसको हुनाले हामीले यो विभिन्न कन्सेप्टमा चाहिँ आफूले विभिन्न चाहिँ उसमा चाहिँ रिसर्च गरिकन हामीले केही आइडियाहरू केही इनोभेटिभ कुराहरू डेभलप गरेका छौँ। त्यसैलाई मध्यनजर गरिकन हामीले यो वर्षबाट सार्क एजुकेसन फाउन्डेसनमा यी कुराहरूलाई अप्लाई गरेका छौँ। पहिलो कुरा त के छ भन्दा अहिलेसम्मको ट्रेडिसनल अप्रोच कस्तो छ कि कुनै एउटा क्लासरुममा मानव 7वटा विषयहरू पढाउनु पर्यो भने बाबु नानीहरूलाई पहिलो विषय त्यसै रूपमा पढाइन्छ, दोस्रो विषय पनि त्यसै रूपमा पढाइन्छ, नेपाली त्यसैमा, अङ्ग्रेजी त्यसैमा, सामाजिक त्यसैमा, गणित जस्तो विषय त्यसैमा, जसलाई राइट ब्रेनले अब्जर्भ गर्ने हो, राइट ब्रेनले चाहिँ त्यसलाई स्टडी गर्ने हो त्यो विषय पनि त्यसैमा। अबको 2 सेकेन्ड पछाडि जसलाई लेफ्ट ब्रेनबाट त्यो चिजहरूलाई भावनात्मक कुराहरूलाई क्याच गर्नुपर्ने हो, नेपाली जस्तो विषयहरूलाई चाहिँ रिड गर्नुपर्ने हो, त्यो पनि त्यसै रूपमा पढ्दाखेरि इन्टायर बच्चाहरूले चाहिँ साइकोलोजिकली प्रिपेयर नभइकन बाबु नानीहरूलाई विभिन्न विधाका विषयहरूलाई चाहिँ पढाउने गरिएको छ, जसले गर्दा बच्चाहरू कम्प्लिटली साइकोलोजिकली प्रिपेयर हुँदैन। र एउटा शिक्षकले आफूलाई चाहिने पाठ्य सामग्रीहरू बोकेर त्यो क्लासरुममा गएर त्यसो मानव 25-30 जनाको बच्चा स्टुडेन्ट्सहरूलाई त्यो मासमा पुर्याउन पनि सक्दैन। त्यसो भएको हुनाले हामीले कम्प्लिटली त्यो स्ट्राटेजीलाई चेन्ज गरिकन अहिले ल्याब बेस्ड कन्सेप्ट डेभलप गरेको छौँ। जस अन्तर्गत के हुन्छ भने हाम्रो बाबु नानीहरू अबका क्लासहरू पढ्दाखेरि पहिलो पिरियड मानव म्याथमेटिक्स पढ्नु पर्यो भने उहाँहरूले म्याथमेटिक्सको ल्याबमा लगिनेछ। त्यहाँ चाहिँ सम्पूर्ण उनीहरूलाई चाहिने बाबु नानीहरूलाई चाहिने पुस्तकहरू, प्रिन्टिङ मटेरियल्सहरू, डिजिटल डिभाइसहरू र त्यो म्याथमेटिक्समा प्रयोग हुने सम्पूर्ण पाठ्य सामग्रीहरू बाबु नानीहरूले त्यहीँ पाउनेछन्। र मानव त्यसको दोस्रो पिरियड चाहिँ सामाजिक विषय छ भने सामाजिक पढ्नको लागि फेरि सामाजिकको ल्याबमा गएर पढ्नेछन्, त्यस्तै गरिकन नेपालीको ल्याबमा पढ्नेछन्, साइन्सको ल्याबमा पढ्नेछन्। यसरी ल्याब सिस्टमबाट बच्चाहरूलाई जाँदाखेरि के हुन्छ भन्दा हामीहरू अब चाहिँ नयाँ विषय पढ्नको लागि तयारी भयौँ, मेन्टली प्रिपेयर भएर कोठाभित्र छिर्दछ भने उसले साइकोलोजिकली प्रिपेयर भइसकेका हुन्छ कि अब मेरो चाहिँ अपकमिङ सब्जेक्ट चाहिँ यो छ भनेर, र बिचमा केही दूरीको कुराहरू पनि रहन्छ। र त्यसै पढिरहँदाखेरि अब एउटा अझै यसमा पेरेन्ट्सहरूलाई र बाबु नानीहरूलाई एउटा पोजिटिभ एस्पेक्ट के छ भन्दा यसरी पढाइरहँदाखेरि सम्पूर्ण सामग्रीहरू चाहिने क्लासरुममै उपलब्ध हुने भएको हुनाले बाबु नानीहरूले झोलामा 10वटा 12वटा बुक अनि कपी, त्यसमा फेरि उनीहरूले त अब टिफिनहरू पानीहरू बोक्दाखेरि उनीलाई एकदमै त्यो अनावश्यक प्रेसर बर्डन भइरहेको चिजलाई पनि हामी रिडक्सन गरिरहेको छौँ। त अब आउँदाखेरि बाबु नानीहरूले त्यसरी ब्यागमा आफूलाई पढ्ने पाठ्य पुस्तकहरू ल्याउनु परेन, उहाँहरूलाई त्यो सबै कुराहरू यहीँ उपलब्ध गराइन्छ, जसले गर्दाखेरि उनीहरूले आफूलाई चाहिने सामान्य नोट टिप्नको लागि कुनै चाहिएको आवश्यकता अनुसारको नोट कपीहरू मात्रै ल्याइपुग्छ। उहाँहरूलाई चाहिने सबै पाठ्य पुस्तकहरू हामी यहाँ उपलब्ध गराउँछौँ। पहिलो कुरा हो। अब अर्को अप्रोचबाट हेर्ने हो भने जति पनि टेक्स्ट बुकमा हामीले पढाइरहेका चिजहरू छौँ ती टेक्स्ट बुक हामी किन पढ्छौँ भन्दा दैनिक जीवनमा आउने विभिन्न समस्याहरूको समाधान गर्नुपर्नेछ। रियल वर्ल्ड प्रब्लमहरू छन् एक्जिस्टिङहरू, कतिपय हाम्रा अघिल्लो 16औँ शताब्दी 18औँ शताब्दी 20औँ शताब्दीका साइन्टिस्टहरूले वैज्ञानिकहरूले होइन व्यक्तित्वहरूले सल्भ गरिसकेका छन् भने अब अपकमिङ प्रब्लमहरू के छन् भन्ने र एक्जिस्टिङ अहिले के भइरहेको छ भन्ने कुराहरू पनि सल्युसन गर्ने यही जेनेरेसन होला भने त अब यिनीहरूले टेक्स्टमा पढेका चिजहरूलाई रियल वर्ल्ड प्रब्लमसँग कनेक्सन गर्न सक्यो कि सकेन भन्ने माध्यम चाहिँ एउटा क्लासरुम इनफ होइन, एउटा टिचर मात्रै सोर्स चाहिँ इनफ नभएको हुनाले अब यिनीहरूलाई हामीले चाहिँ प्रोजेक्ट बेसिसमा लगिरहेको छौँ। त्यो प्रोजेक्ट बेसिसमा पनि हामी के गर्छौँ भने खालि इन्डिभिजुअल सब्जेक्ट्सको म्याथमेटिक्सको एउटा प्रोजेक्ट, इङ्ग्लिसको एउटा, सामाजिकको एउटा, त्यसो नगरिकन इन्टायर हामीले एउटा इस्युहरू दिन्छौँ।
त्यो इस्युमा बसेर बाबु नानीहरूले 7वटा डाइमेन्सनबाट त्यो प्रब्लम हेर्नुपर्ने हुन्छ। त्यो दृष्टिकोण उनीहरूलाई हामीले क्लासमा उजागर गरिदिन्छौँ र रियल वर्ल्ड सोल्युसनसँग एट्याचमेन्ट दिन्छौँ। त्यसैका लागि हामीले केही रिसर्च आर्टिकल्सहरू पनि पेश गरेका छौँ। केही त्यसमा अझै अध्ययन भइरहेको छ भने अहिले विभिन्न युनिभर्सिटीले स्ट्रिम एजुकेसन गर्नुभएको छ। त्यो स्ट्रिममा पनि हामीले चाहिँ अझै स्ट्रिम बनाएर जसमा रिसर्च र इन्भाइरोमेन्ट थपेर यसलाई चाहिँ नयाँ मोडल दिन खोजिरहेको छौँ। सम्भवतः यो नेपाल ओभरअल वर्ल्डकै हिसाबले पनि यो नयाँ ट्रेन्ड हुँदैछ। यसमा चाहिँ मेरो लगायत हाम्रो सरहरूले विभिन्न आर्टिकल्सहरू लेख्नु भएको छ। त्यसमा हामी अध्ययन पनि गरिरहेछौँ। त्यसलाई म्याथमेटिकल यसलाई कङ्क्रिट स्ट्रक्चर्ड करिकुलमहरू बनाएको छ। त्यो विभिन्न युनिभर्सिटीहरूमा हामीले प्रस्तुत पनि गरेको छौँ। जसले गर्दाखेरि एकदम पोजिटिभ फिडब्याकहरू पनि आएको छ। त्यही स्ट्रिम एजुकेसनमा हामी प्रोजेक्ट बेसिसमा गएर बाबु नानीहरूलाई रियल वर्ल्डसँग डाइरेक्ट कनेक्सन दिएर एउटै टपिकमा 7वटा डाइमेन्सनहरू सिकाउने प्रयास गरिरहेछौँ। जसले गर्दाखेरि अबको 10-15 वर्ष पछाडि बाबु नानीहरूले जो ग्लोबल कम्पिटिसन हुनेछ, ग्लोबल लिडरसिपको जो व्यक्तित्व विकास गर्नुपर्नेछ, यसले चाहिँ एकदमै बाबु नानीहरूलाई पोजिटिभ हुने, पढाइप्रति अलिकति लगाव हुने, व्यवहारमा कुराहरू सिक्न खोज्ने होइन। अहिलेको बाबु नानीहरूलाई अलिकति राइट ट्र्याकमा पनि ल्याउन सकिएन भने अहिले डिजिटल डिभाइसहरूले गर्दाखेरि बाबु नानीहरूलाई एकदमै गलत ट्र्याकमा अगाडि पनि देखिरहेको छ। यसलाई चाहिँ सही ट्र्याकमा ल्याउने खालका विभिन्न किसिमको एक्टिभिटिजहरूले यो वर्षबाट हामीले तय गरेका छौँ। सम्भवतः म कञ्चनपुर लगायत सुदूरपश्चिम लगायत सम्पूर्ण नेसनका अभिभावकज्यूहरू यो विद्यालय सञ्चालकहरूलाई पनि म अलिकति अपडेट भइदिन र अबको जेनेरेसनले के खोजेको छ, अहिलेको वर्ल्ड वाइड कन्टेस्ट के छ, त्यसमा चाहिँ अलिकति अध्ययन अध्यापन गरेर चाहिँ बाबु नानीहरूलाई यो विभिन्न टेक्नोलोजीमा अप्लाई गर्नु पनि अनुरोध